कस्तो हुनुहुन्छ हजुरहरू? आई होप म पनि अहिलेसम्म राम्रै छु। सो म चाहिँ कहाँ आएको छु भन्दाखेरि मनमन हस्पिटल आएको छु है। मनमन हस्पिटल आएको हिजो बेलुका भ्लग गर्न पाइनँ। सो के कारणले मनमन नआएँ भन्दाखेरि चाहिँ हिजो चाहिँ मेरो नयाँ अटो दुर्घटना भयो है। यसो पल्टेको थियो अनि मेरो पेसेन्जरवालाको चाहिँ हात भाँच्यो। फेरि आफ्नै सोल्टीको श्रीमतीको। सो अनि हिजो नै हामी हस्पिटल आएर हिजो नै अपरेसन गरिसकेका छौँ है। हात ठङ्गै भाँचेछ है, ठङ्गै भाँचेछ अनि स्टिल लाउनु पऱ्यो। स्टिल हिजो अपरेसन गरेर स्टिल सिस्टिल लगाइसकेको छु है, लगाइसक्यौँ बिरामीको। अनि आज चाहिँ सायद शनिबारको दिन चाहिँ डिस्चार्ज दिनुहुन्छ कि भन्ने चाहिँ हामीलाई लागिरहेछ। सो हेर्नु न साथी, मेरो पनि यहाँ चोट लागिरहेछ है। हिजो त फेरि कस्तो साथीहरू लोदर लाग्यो क्या, 2-3 चोटि पल्ट्यो है। जाँदा भ्याक्कै त्यही राम्रै बाटोमा भ्याक्कै भयो। फेरि अलिक माथि जाँदा अलिकति माथि फेरि 2 पाइला माथि जाँदा फेरि भ्याट लाग्यो। त्यो लास्टको पल्टेकोले चाहिँ भ्याक्कै भएको पल्टेको कारणले चाहिँ भित्तापट्टि पल्टेको कारणले चाहिँ त्यो हात बाहिर निकालेको रहेछ, सँगै भाँचिहाल्यो। अनि साथीहरू मृत्युबाट बचियो है, खतरा एक्सिडेन्टबाट बचियो। अब अलिअलि खर्च हुने भयो। त्यही हो साथीहरू, हेर्नुहोस् न हस्पिटलमा बसाइ छ, रातभरि सुताइ छैन है। हस्पिटलमा यहीँ सुताइ छ। अब यस्तोमै सुताइ, हिजो राति चाहिँ म यहीँ सुतेँ है मनमन हस्पिटलमा। सोल्टीहरू चाहिँ यहाँ माथि, यो यहाँ माथि छ। उहाँ बिरामी चाहिँ माथि रहेछ 2 जना, अनि म चाहिँ यहाँ छु। ल साथीहरू, आजको मौसम ठन्डा भइरहेको छ है। भर्खर पानी रहेर शीतल भएको छ। अब अहिले त पानी पऱ्यो है, तर भरे चाहिँ बेलुकाले भरे चाहिँ 12-1 बजी चाहिँ फेरि घामले मार्छ। म चाहिँ ट्याक्कै भन्नुपर्दाखेरि यहाँ मनमन हस्पिटल लिएको छु बिरामी है। त्यही हिजो अटो चोरै दुर्घटना भयो है। अनि बिरामीलाई उपचार गर्न लिएको छु है, पेसेन्जरवालालाई। मेरो आफ्नै सोल्टीको श्रीमतीको ठ्याक्कै हात भाँचिएर अनि स्टिल लाउन लिएको छु। आजको मौसम यस्तो छ, राम्रो छ मौसम चाहिँ। तर दिन दशा चाहिँ बाजा बजेर आउँदैन साथीहरू, के गर्नु। शुक्रबारे हात भरेर घरतर्फ जाँदै गर्दाखेरि बाटोमा ठ्याक्कै हेर्दै भन्दा ती नै खतरक्क भएर एक्सिडेन्ट भयो। अनि हजुरहरूलाई पनि यसो अटोहरू चलाउँदै हुनुहुन्छ भने ध्यानपूर्वक चलाउनु होला। यो जानकारी यहाँ बिएनसी हस्पिटलको छेउमा छु म, यता मनमन हस्पिटलको यहाँ। ल साथीहरू, अब कसैको भिडियो हेर्नु खासै पाएको छुइनँ युट्युबमा है। अब म पनि अलिक व्यस्त भएकोले अनि हेर्दै गर्नु होला। साथीहरूको पनि हेर्दै गर्छु है भन्दै आजको मेरो छोटो मिनी भ्लगलाई यतिमै एन्ड गर्नेछु। हस् त, बाई बाई।